सबै मान्छे एउटै हो, छुत होइनन् कोही यहाँ, सबै मान्छे एउटै हो। माया सम्मान बाँडौँ मिलेर, यही हाम्रो बाटो हो। माया सम्मान बाँडौँ मिलेर, यही हाम्रो बाटो हो। अछुत होइन कोही यहाँ। आमा म पानी ल्याउन जान्छु है। छिटो आउनु है बाबु, आज विद्यालय पनि जानुपर्छ। ओए एउटा नचो, तैँले छोएको पानी हामीले कसरी प्रयोग गर्ने? मलाई पनि पानी चाहिन्छ। हाम्रो रीतिरिवाज यो, तिमी अर्को धारामा जाऊ। के भयो बाबु, किन रुँदै आयो? आमा हामीले सधैँ किन अछुत जस्तो व्यवहार गर्छौँ? हामीले केही गल्ती गरेका छौँ। गल्ती हाम्रो होइन बाबु, समाजको सोच बदलिन बाँकी छ। तर तिमी पढ, एक दिन यही समाजलाई बदल्नेछौ। आमा म स्कुल जान्छु है। हुन्छ बाबु। राम कुर्सी ल्याएर
के विषय सम्बन्धी पढ्दैछौ? आज हामी जातीय गर्नुहुनेबारे पढ्नेछौँ। आज सबै विद्यार्थी बराबर हुन्। जात, धर्म वा वर्गका आधारमा कसैलाई हेप्नु हुँदैन। नाम तिमी एक्लै किन बसेको? साथीसँग मिलेर बस। यस्तो व्यवहार गलत हो। विद्यालयमा सबै समान हुन्छन्। आजदेखि कसैले भेदभाव गर्ने छैन।